So hello everyone. So once again, हामी यहाँ मिस्टिक माउन्टेन आइसकेका छौँ। आज चाहिँ हाम्रो नेपालको भनौँ न हाम्रो नेपालकै हामी रेडी जाँदैछौँ है त। कहाँ जाँदैछौँ र केटा? थाहा छ कहाँ जान्ला? दहर गर्नु कहाँ? कन्ट्री भिल्ला। कहाँ भन्छ? कहाँ इभेन्ट हाम्रो आज? मिस्टिक माउन्टेन हो। यस्ता यस्ता छन् पारा ल। कहाँ जान लाग्यो थाहा छैन। जिन्स प्यान्ट भने के हो अरे? जिन्स प्यान्ट भने कि हामी नर्मल मान्छेलाई लाउन बनाएको होइन अरे क्या। पुरा त्यो खदाम कोइला त्यो मार्बल ठुलो पुरा त्यो खनी सन्थामको हुन्छ नि त्यस्तोलाई चाहिँ त्यो कपडाको प्यान्ट हाम्रो सानी दाईको खतरा घटना भएको छ है। सुनौ है। आफूलाई पनि इम्ब्यारेस फिल भएर लास्ट अन्तरा चाहिँ माइक यता फर्के माइक हुन्छ नि स्याक्सफोनको टाडाङ 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 म्युजिक सक्यो नि यसरी माइक फर्केर चाहिँ नि नि हाँसेर कोइली हाल्छ तपाईँले 16-80 कहीँ बजाइदिनु अघि म भित्रै थिएँ निवासभित्र त्यही प्रोग्रामको अनि त्यसले सुन्छ तपाईँले लगेको त्यो पछाडि तल ल भाइ ल यसो गर्ने होइन अर्को ब्यान्ड पनि हुन्छ चाहन्छु भने मैले दादा यहीँ हाम्रो सरकार बस्नु यहीँ हुन्छ आज सुतिरहनु भएको छ अरे हेर्न मिल्दैन कहाँ मिल्छ। So hello everyone, so we are the Adapters Nepal. So आज चाहिँ हामी नगरकोटमा एउटा सानो प्राइभेट इभेन्टमा आइरहेको छौँ। अहिले हामी हावाघरमा सानो खाजा खाने क्रममा आफू सबैले यो ब्लग्स एडाप्टरको म्युजिकल जर्नी रमाइलो लागिरहेछ र हेरिदिनुहुन्छ। सब्सक्राइब लाइक है त मेरो त साथीले अलिकति ऱ्याक हाने कि ए त अनि हिन्दू होइन कार्की भएर म त्यस्तो मुजी गोरुको मासु खान्छ भने कि अनि फेरि शिव भक्त एउटा इसाई शिव भक्तले मुजी गोरुको मासु खान्छ त खत्तम छ त्यस मुजी भन्यो खाएपछि कि मैले ल यो म शिव भक्तै भएर खाएको मुजी त थाहा छ भने केसरी भन्यो हेर भाइ यो चिउरा मासु जे खाए पनि जिउमा लाग्ने हो त्यही लागेर जिउ बढ्ने नङ बढ्ने मासु बढ्ने जिउ बढ्ने जीवनयापन हुने खानाले हो यो जिउै खास खाना हो। मैले आज यो गोरु खाएँ आजबाट मेरो जिउ गोरुको हो शिवजीलाई बोकेर हिँड्ने म शिव भक्त हुनलाई नै गएको गोरु अब शिवलाई बोक्ने भने अब त्यसको मासु त लाग्छ नि मेरो जिउमा प्रोटिन बढ्छ म नै गोरु भइसक्यो। अब शिवजीलाई बोकेर हिँड्ने भन्दा त्योभन्दा ठुलो भक्ति के गर्ने। आज बेलुका भुसा दियो अनि गणेश बोक्छ हामी पुग्यौँ है त। हामी पुग्यौँ फाइनली। जाडो रहेछ भोपाल। आज चाहिँ भ्यूहरू त्यस्तो देखेको छैन। ब्युटिफुल। अब आज टक्क लाएर हामी चाहिँ मिस्टिक माउन्टेनमा साउन्ड चेक गर्दै अल्छी लाएर पुरा यहाँ हुँदैछ है केटाहरूको। So we are having fun at Mystic Mountain and do follow the Adapters as you are supporting for always. One, two, three. Lantang. This is हाम्रो लान्ताङ माउन्टेन रेन्ज कुन देख्दो रहेछ भाइ। वाउ
ल अब पुलमा अब हाम्रो केटाहरू डाइभ हान्दैछन् है त। ल को डाइभ हान्ने पहिला? ठ्याक्केर डाइभ हान्दै यसरी हाम्रो चाहिँ सेटअप हुँदैछ। नेपाल चप सेटअप हुँदैछ है त।